हेलो फ्रेन्ड, वेलकम छ मेरो भान्साघरमा। यहाँ भान्साघर म यहाँ आइसकेको छु पकाउनुको लागि। तपाईहरुले देख्नु हुँदैछ मेरो भान्साघरमा म चाहिँ आज कढाई चिकन बनाउँछु भनेर यहाँ कढाई पनि बसाइरहेको छु। मैले चाहिँ यहाँ चुलामा कढाई बसाइरहेको छु। म चाहिँ कसरी कढाई चिकन बनाउँछु तपाईहरुलाई देखाउँछु। यहाँ चिकन मैले रेडी गरेर राखेको छु। यो चाहिँ चिकन लेग हो। मैले चाहिँ यसलाई सानो सानो पिसमा काटेर रेडी गरेको छु। टमाटर पनि रेडी छ। अब मसला रेडी गर्दैछु। यहाँ लसुन लगाइदिएको 2 चम्मच लसुन, अदुवा 1 चम्मच, अनि त्यहाँदेखि जिरा पाउडर 2 चम्मच जिरा पाउडर लगाइदिन्छु। यहाँनिर म चाहिँ यो मसलाको पेस्ट बनाउँदैछु। पेस्ट बनाएर मात्र म कढाई चिकन पकाउँछु। यहाँ मसला लगाएँ मैले 2 चम्मच, धनिया 1 चम्मच, अनि त्यहाँदेखिको चाहिँ यो मिक्स मसला हो। यसलाई पनि म 2 चम्मच लगाइदिन्छु। 2 चम्मच मिक्स मसला लगाइदिन्छु। एकदमै राम्रो हुन्छ यो मसला। अनि चिल्ली पाउडर 2 चम्मच चिल्ली पाउडर। यो चाहिँ पिरो हुँदैन, खालि कलरको लागि मात्रै हल्का पिरो हुन्छ यो चाहिँ। अनि यो चाहिँ सावर क्रिम, यो चाहिँ अलिक अमिलो अमिलो क्रिम हो। यो चाहिँ यो 2 चम्मच यो क्रिम लगाइदिन्छु। एकदमै राम्रो हुन्छ यो क्रिम चाहिँ, मलाई राम्रो लाग्छ यो क्रिम। अनि यसको लागि चाहिँ पानी लगाएर चाहिँ यो पेस्ट बनाउनु पर्छ। पहिला चाहिँ पानी लगाएर मजाले यसलाई फिटिदिनुपर्छ। मजाले यो जुन दही लगाएको छ नि, यो दहीलाई पनि मजाले फिटेर पेस्ट बनाउनु पर्छ। यहाँ मैले मजाले फिटेर पेस्ट बनाएर रेडी गरेको छु। अब म पकाउँछु। कढाई बसाएर तेल लगाइसकेको छु मैले। यहाँ मैले 2टा ठुलो ठुलो प्याज काटेर रेडी गरेको छु। अब यो प्याजलाई चाहिँ म यहाँ लगाइदिन्छु। अनि प्याजलाई चाहिँ पहिला मजाले पकाउनु पर्छ। यहाँको प्याज चाहिँ अलिकति पानी पानी निस्किन्छ कि त्यति साह्रो राम्रो हुँदैन, एकदमै ड्राई हुँदैन यहाँको प्याज चाहिँ। त्यही कारणले गर्दाखेरि अब यसलाई मजाले चलाएर पकाइदिन्छु। अलिक मजाले पाकेपछि मात्रै म अरू मसलाहरू लगाइदिन्छु। यसलाई मजाले चलाउनु पर्छ यो प्याजलाई चाहिँ, किनभने यसको अलिकति पन आउँछ अरे, करुवापन। त्यही कारणले गर्दा अनि यसलाई मजाले चलाएर यहाँ हेर्नुहोस् पाकिसकेको छ मजाले प्याज। अब यो पेस्ट बनाएर राखेको छु यो लगाइदिन्छु। अब यो रहेकोमा पनि अलिक पानी लगाएर फिटेर लगाइदिन्छु फेरि यो पेस्टलाई। अनि यो पेस्टलाई चाहिँ मजाले चलाएर चाहिँ मजाले एकछिन उम्लिनु दिनुपर्छ। त्यहाँदेखिको चाहिँ मैले यहाँ टमाटरहरू काटेर रेडी गरेर राखेको छु अघि नै। त्यो टमाटर पनि म लगाइदिन्छु। यहाँनिर टमाटर पनि साथमा पाकिहाल्छ। टमाटर लगाइदिन्छु। अनि टमाटर लगाएपछि चाहिँ तपाईहरुले नुन लगाउनुहोस्। नुन लगायो भने चाहिँ के हुन्छ भनेदेखि टमाटर छिट्टो पाक्छ क्या, छिट्टो गलिहाल्छ टमाटर। टाइम लाग्दैन टमाटर गल्नुको लागि। त्यही कारणले गर्दाखेरि म चाहिँ यहाँ 2 चम्मच नुन लगाउँदैछु। यो चाहिँ सानो चम्मच हो। 2 चम्मच नुन लगाइदिन्छु स्वाद अनुसार। तपाईहरुलाई जति खानु इच्छा छ त्यही अनुसार है। अनि मजाले चलाएर चाहिँ म अघि काटेको मासु चिकन लेग मसिनो काटेको छु त्यो पनि अब लगाइदिन्छु यहाँनिर, किनभने यो झोलसँगै लगाइदिन्छु। अनि साथमा पाकिहाल्छ है, मजाले पाकिहाल्छ। मसला पनि पाक्छ, चिकन पनि पाक्छ। अब यो काटेको मासु लगाइदिन्छु। अनि यसलाई पनि मजाले लगाएर यसलाई मजाले चलाएर चाहिँ मिक्स गरेर चाहिँ यसलाई छोपिदिनुपर्छ। किनभने यो चिकनको चाहिँ पानी निस्किन्छ अलिकति, किनभने फ्रोजन हो त। त्यही कारणले गर्दाखेरि चाहिँ यो चिकनबाट पानी निस्किन्छ। त्यही कारणले अलिक टाइम लाग्छ पाक्नुको लागि चाहिँ, अलिक टाइम लगाएर पकाउनु पर्छ। किनभने यसको पानी मजाले सुकाएर ड्राई बनाउनुपर्छ नि त, ग्रेभी बनाउनुपर्छ। त्यही कारणले गर्दाखेरि चाहिँ यसलाई मजाले छोप्दै पकाउँदै गर्नुपर्छ। अब मैले सबै भिडियो चाहिँ लगाएको छुइनँ। यहाँ हेर्नुहोस् मजाले यो पाकिरहेको छ चिकन, निकै सुकिसकेको छ। अब अझै सुकाउनु पर्छ। यो पानीलाई चाहिँ मजाले ड्राई बनाइदिनुपर्छ। यहाँ हेर्नुहोस् मजाले सुकिसकेको छ, तेल मजाले माथि निस्किसकेको छ। अब यहाँ धनिया काटेर राखेको धनिया पनि लगाइदिन्छु, मिक्स गरिदिन्छु। अब अलमोस्ट रेडी भइसकेको छ कढाई चिकन। यहाँ हेर्नुहोस् मेरो स्टाइलमा कढाई चिकन रेडी भइसकेको छ। हुन्छ, तपाईहरुलाई कस्तो लाग्यो मेरो रेसिपी कढाई चिकन? मेरो नाति पनि रुँदैछ, अघि नै उठेको छ नाति पनि है। नाति लिएर म यहाँ काम पनि गरिरहेको छु।
उसलाई भोक लाग्यो होला, त्यही कारणले गर्दा रुँदैछ। तपाईँहरूलाई धन्यवाद मेरो भिडियो हेरिदिनु भएको लागि। बाई बाई, गड ब्लेस यु।